अहिले नेपालगञ्जको चर्चा देशमा मात्र होइन विदेशमा पनि चलिरहेको छ। जताकतै नेपालगञ्जकै टिकटकहरू देखिन्छ आजभोलि, त्यो पनि सडकका बिचमा रोपिएका बेगमबेली फुलहरू ढकमक्क फुलेका छन् र त्यसका टिकटकहरू जताकतै सुपर डुपर भाइरल भएका छन् र यही कारणले संसारभरि नेपालगञ्जको नाम चलिरहेको अवस्था छ। कति सुन्दर नेपालगञ्ज भनेर यो व्यक्तिगत रूपमा मेरा लागि पनि खुसीको कुरा हो र यसबाट नेपालगञ्जबारे संसारभरि सकारात्मक सन्देशहरू गइरहेको अवस्था छ। यो गर्ने सम्पूर्ण टिकटक कर्मीहरूलाई मेरो तर्फबाट सलाम पनि छ। अब यो नेपालगञ्जको सुन्दरतालाई देखाइदिनु भयो। नेपालगञ्ज एउटा अत्यन्त पीडामा छ, 7-8 महिनादेखि दुःखमा छ। त्यो बारे पनि टिकटक कर्मीहरूले टिकटक बनाएर सारा संसारलाई बताइदिनु भयो भने म धेरै आभारी हुने थिएँ। दुःखको कुरा चाहिँ के छ भने लगभग 2.5 दशक पहिला यो समग्र पश्चिम नेपाल मै पहिलो पटक नेपालगञ्ज मेडिकल कलेज भनेर एउटा शिक्षण अस्पताल खुल्यो, जहाँ थुप्रै पहाडी लगायत तराईका जिल्लाहरू यो पश्चिम नेपालकै ठुलो अस्पताल मध्येमा पर्छ, त्यो खुल्यो। यसबाट धेरैले सेवा पनि लिनुभयो, लिइराख्नु भएको पनि छ। तर अहिले यो विगत 7-8 महिनादेखि चाहिँ यो नेपालगञ्ज मेडिकल कलेज अत्यन्त जर्जर अवस्थामा पुगेको छ। व्यवस्थापन र कर्मचारी बिचको द्वन्द्व एकदम चरममा पुगेको छ। अब व्यवस्थापनले पुराना कर्मचारीहरूलाई के बहानामा निकाल्ने भन्ने खालको कुराहरू गरिराखेको छ। कर्मचारीहरूले यत्रो आधा जिन्दगी यसरी बिताइयो, अब कहाँ जाने यो उमेरमा भन्ने खालको उहाँको गुनासो छ भने यसमा न राज्यको ठोस कदम देखिएको छ, न प्रशासनको देखिएको छ, न व्यवस्थापनको देखिएको छ। कर्मचारीहरू 7-8 महिनादेखि आन्दोलनमा हुनुहुन्छ। उहाँहरूले कतिले तलब पाउनु भएको छैन होला भन्ने गुनासो पनि गर्नुभएको छ। अनि यो कुराहरूको बारेमा पनि यो सार्वजनिक सरकारको विषयमा पनि तमाम टिकटकर साथीहरूले टिकटक बनाएर यो भिडियो अपलोड गर्नुभएको खण्डमा नेपालगञ्जको यो नेपालगञ्ज मेडिकल कलेज र सञ्जीवनी अस्पताल भन्नेको बिचमा जुन छ नि, अब स्थिति यस्तो छ, यहाँहरूलाई अब बाहिरको मान्छेलाई थाहा छैन होला म भन्दैछु। बिहान हिँड्दाखेरि त्यो बाटोमा नेपालगञ्ज मेडिकल कलेज भनेर साइनबोर्ड झुन्डाएको हुन्छ, साँझ आउँदाखेरि त्यो सञ्जीवनी भइसकेको हुन्छ कि यो हो के आखिर? बाहिर मिडियामा आउँछ अस्पतालले स्वीकृति, सरकारको स्वीकृति नलिएरै सञ्जीवनीको बोर्ड लगायो अथवा यस्तो छ यस्तो छ। अब के हो त्यहाँभित्र अहिले म गएन, तर समस्या भएरै त्यो कुरा उठेको छ भने यो समस्या समाधान हुनुपर्छ। कर्मचारीको पनि कुरा सुनिनुपर्छ र व्यवस्थापन पक्षको पनि के छ त्यो पनि सुनिनुपर्छ। दुईटालाई एउटा विन विन सिचुएसन हुने गरी कसरी विवाद मिल्छ यो कुरा चाहिँ गर्न सबैले पहल गर्नुपर्छ। र अहिलेको यो चाहिँ यो 21औं शताब्दीको यो चरणमा छौँ हामीहरू। यसबाट सामाजिक सञ्जालको माध्यमबाट पनि धेरै कुराहरूको सर्ट आउट हुने भएको हुनाले यहाँहरू सबैलाई मैले अनुरोध गर्छु, यो सञ्जीवनी र नेपालगञ्ज मेडिकल कलेजको विवाद के हो कसो हो भन्ने खालको कुराहरू यहाँहरूले पनि लोकप्रिय हुनुभएका जो टिकटकरहरूले चाहिँ यो कुरालाई उठान गरिदिनु भयो भने म धेरै आभारी हुने थिएँ र यहाँहरूलाई यो आन्दोलनरत कर्मचारीको पनि आशीर्वाद लाग्नेछ। र जुन ढङ्गले बेगमबेली फुललाई संसारभरि फैलाउनु भएको छ, कमसेकम यो नेपालगञ्ज मेडिकल कलेज र सञ्जीवनी अस्पताल बिचको यो जुन द्वन्द्व लफडा छन् यो कुराहरू कमसेकम नेपाल सरकारको कानसम्म पुगोस् र यो समस्या समाधान गर्नलाई नेपाल सरकार तत्पर होस् र सबैको यो जित होस् भन्ने मैले यहाँहरूलाई आग्रह गरेँ है त। धन्यवाद।